यो यात्रालाई टुङ्गोमा पुर्याउनको निमित्त अब तपाईँ हामी एक्लो छैनौँ, सिङ्गो देश र संसारभरि भएका नेपालीहरू साथमा उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई धेरै कुरा भन्नु त छ र धेरै कुरा भन्नु पनि छैन, किनकि म लामो समय कारागारमा बसेँ र म माथिका मुद्दाहरू, म माथिको अपराधको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याइदिएको मुद्दा बसेको छ। अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही पनि फरक पर्दैन। म लड्छु, मेरो व्यक्तिगत माग मुद्दा केही पनि छैन, मलाई मेरो व्यक्तिगत जीवनको लागि केही चाहिएको होइन। यो देशको परिवर्तनको लागि कसै न कसैले लड्नै पर्छ, हामी लड्छौँ, केही चिन्ता छैन। म आज यति मात्र भन्न चाहन्छु कि यो सरकारलाई जेनजीको मागमा र जेनजीले जेका लागि बलिदानी दिएको थियो त्यसमा अडिग भएर बसोस् सरकार, हामी साथ दिन्छौँ, अडिग भएर बसोस्।